तारे चाहिँ हाम्रो त्यस्तो केही छैन जस्ट हाम्रो चाहिँ आज मेरो बहिनीको चाहिँ ब्रेकअप भएको रहेछ 3 वर्षको रिलेसन सो उसले चाहिँ स्टोरी सुनाउँदैछ उसको स्टोरी कस्तो रहेछ के अल्लाह माफ करे बहुत मनुष्य लग रहे हो मत करो रहने दो रहेछ भनेर उसले चाहिँ दाइ म सुनाउँछु भन्न खोजेको रहेछ र म सुनिदिनु त म सुनिदिन्छु भने चाहिँ अनि त्यही भएर म सुनिदिनु ला तेरो ब्रेकअप भएको होइन त जे भयो भने यस्तो त हुँदैन त कस्तो हुन्छ त यस्तै भनी भएन ल अलि इमोसनल भएर गाइस अनि उसको चाहिँ ब्रेकअप भएको हो अनि उसले चाहिँ म चाहिँ यस्तो सुनाउनु मन छ दाइ भने अनि म सुनिदिनु त ल सुनाइदिनु त ल सुनाइदिनु ल कसरी ब्रेकअप भएको त सुनाइदिनु कसरी टक्सिक रिलेसनसिप टक्सिक रिलेसन भएको रहेछ अनि अनि ल अब भन्न सरासर भन्न के भयो के भन्दाखेरि अनि त्यसरी भन्न भन्छु कि न अबे जल्दी बोल कल सुबह पनवेल निकलना है कहाँबाट सुरु गरौँ भन्न अलमल्ल भयो छोटो छोटो मिठो भन्थेँ हाम्रो चाहिँ राम्रै कन्भर्सेसन हुन्थ्यो राम्रोसँगै बोल्थ्यौँ हामी चाहिँ अनि पछि बिचमा चाहिँ के भयो भन्दाखेरि यस्तै केटाहरूको कुराले धेरै उस भयो के अरे के भन्छ त्यसलाई त्यो धेरै शङ्का गर्ने अनि त्यस्तो म त त्यस्तो थिइनँ है फेरि हाम्रो रिलेसनसिप इच एन्ड एभ्रिथिङ सबै कुरा चाहिँ मबाट चाहिँ पुरै उस थियो भाई मारो मुझे मारो अनि अब त्यस्तै शङ्का भयो अनि बिचमा ग्याप पनि भयो थियो हाम्रो 3 महिना जति अनि पछि 3 महिना जति ग्याप पनि भयो थियो सिरियस हुन पऱ्यो कि मैले सिरियस भएर भन्दा अनि हाम्रो 3 महिना ग्याप भयो थियो अनि त्यसपछि फेरि ल यत्रो वर्षसम्म बोल्यो फेरि किन बिचमा त्यत्तिकै यति सानो कुराले किन इन्ड गर्ने भन्न अनि फेरि अब माया चाहिँ दुईजनाले लाग्यो अब एकजना झुके पनि केही हुँदैन भनेर अनि हामीले चाहिँ अनि फेरि न्यू स्टार्ट गरौँ न त भनेर फेरि 3 महिनापछि मेरो एससीभन्दा अगाडि फेरि हामीले बोलेको थियौँ अनि त्यसपछि अनि राम्रै कन्भर्सेसन भयो थियो अनि पछि राम्रैसँग बोलेको थियौँ अनि फेरि अनि हामी चाहिँ म चाहिँ काठमाडौँ जाने भन्ने उस भयो अनि त्यसपछि अनि फेरि त्यही कुरामा अनि अलिअलि भइरहेको थियो अलिअलि झगडाहरू थियो अनि पछि ऊ चाहिँ धेरै उस छ के धेरै शङ्का गर्ने टाइपको के भन्छ त्यसलाई अनि त्यस्तो थियो अनि धेरै त्यो कुरामा पनि शङ्का गर्ने अनि यस्तो उस्तो भएन भनेको गर्ने अनि त्यस्तै चलिरहेको थियो अनि पछि म काठमाडौँ गएपछि अनि हाम्रो चाहिँ 3 महिनाको ग्यापमा चाहिँ म चाहिँ अब यस्तो मेरो एससी पनि अब लागेको थियो अनि म चाहिँ पढाइतिर फोकस गर्ने अनि पछि अलिअलि पढ्न पनि पर्यो अनि पछि पढाइतिर भयो अनि ऊ चाहिँ उता दुबईमा खै एउटा दुबईवालीसँग एउटा केटीसँग नि बोलेको रहेछ मलाई चाहिँ नाइ म बोलेको छैन के भनिरहेको थियो अनि पछि मलाई चाहिँ बोलेको छ मैले बोलेकै छैन भनेको थिएँ अनि पछि म काठमाडौँ जानुभन्दा पहिले पनि मैले सोधेको थिएँ 3-4 चोटि अनि पछि बोले छैन भन्थेँ अनि पछि म काठमाडौँ गएपछि नि अनि यस्तै कुरामा अनि पछि मसँग को लाइफमा मात्र बोलेको हो त्यस्तो म्यासेज केही भएको छैन भनेर भनेको थियो अनि त्यसपछि अनि मलाई म चिताउनु छँदा चाहिँ त्यस्तो भनेको थियो अनि म काठमाडौँ गएपछि अनि मैले के अरे इन्स्टाग्रामको त्यो उसहरूमा मैले कमेन्ट गरेको रहेछ त्यो केटीले अनि पछि मैले सोद्धाखेरि अनि यही कुरामा अनि बोलेको होइन भन्दै थियो अलिक कसम पनि खाएको थियो अनि पछि अनि म काठमाडौँ गएर म सोधेको थिएँ एकचोटि अनि सोद्धाखेरि अनि त्यति बेला चाहिँ म बोलेको हो त्यो केटीको बोयफ्रेन्डले खै ब्ल्याकमेल गरेको फोटोसोटो यस्तै भनेर अनि पछि मैले त्यो केटीको बोयफ्रेन्डलाई सम्झाइदिन मात्र त्यो बोलेको हो भनेर भने अनि मलाई त्यो बोलेको रहेछ त अनि मलाई किन झुट बोलिस् त नि भनेर मैले यस्तै कुरामा अनि फेरि
यही कुरामा झगडा भयो के भयो अनि त्यसपछि बोल्न छोडे उसले उसको भनाइ चाहिँ के हो भन्नाले केटाले नि शङ्का गर्थ्यो अरे अनि पछि चाहिँ केटीले सोसियल मिडिया चलाउन उसले चलाउन छोडेपछि अनि केटाले चाहिँ अर्कैसँग बोलेको चाहिँ उसले थाहा पाएछ अनि त्यसपछि झगडा भयो उनीहरूको यसरी ब्रेकअप भएको रहेछ अनि म चाहिँ एउटा कुरा के भन्न चाहन्छु भने यदि तपाईँहरू रिलेसनमा आउनुहुन्छ भने 10 चोटि सोचेर चाहिँ रिलेसनमा बस्नु होला अहिलेको जेनेरेसनमा किनकि राम्रो लाइफ पार्टनर चुज गर्न चाहिँ एकदम गाह्रो छ तर उसको कहानी चाहिँ अलिकति मलाई कस्तो लाग्यो भन्नाले अलिकति केटाले चाहिँ चिट गरे जस्तो लाग्यो अनि त्यही भएर उसले बोल्न छोडेको रहेछ तर यो कहानी सुनेर म आफूलाई एकदम आँखाबाट आँसु आयो एकदम इमोसनल हुन खोजेँ म किनकि अहिलेको जेनेरेसन पनि त्यस्तै छ नि त वास्तवमा भने रिलेसनमा बस्नु भनेको 10 चोटि सोचेर बस्नु होला किनकि अहिलेको जेनेरेसनै खत्तम छ अनि सही लाइफ पार्टनर चुज गर्नु होला अनि सही तरिकाले त्यसरी बस्नु होला सही तरिकाले लाइफ गर्छ अनि गाइज तपाईँहरूलाई कस्तो लाग्यो होइन अनि यो यदि तपाईँहरूलाई एकदम यो स्टोरी होइन यो रियल घटना हो यो स्टोरी होइन तपाईँहरूलाई हामीले होइन स्टोरी जस्तो लाग्यो होला तर उसको लाइफमा जे भयो त्यही सुनाएको यदि तपाईँहरूलाई पनि यदि तपाईँहरूको पनि ब्रेकअप भयो भने मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ म तपाईँलाई यहाँ आएर भिडियो बनाएर अपलोड गरिदिनेछु अनि लाइक पनि गर्नु होला भिडियोमा अनि कमेन्ट गर्न सक्नुहुन्छ कस्तो लाग्यो तपाईँहरूलाई अनि सेयर गर्नुहुन्छ सब्सक्राइब गर्न सक्नुहुन्छ आजको लागि यति नै हामी फेरि नेक्स्ट भिडियोमा आउनेछौँ अर्को ब्रेकअप लिएर सो गाइस बाई बाई बाई